प्रधानमन्त्री नियुक्त हुन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाहको शपथ ग्रहण कार्यक्रम शुक्रबार मध्याह 12:34 हुने तय भएको छ। शाह निकट स्रोतका अनुसार सो शुभ साहित्यमै शपथ ग्रहण सम्पन्न गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकिएको छ। कार्यक्रमलाई विशेष धार्मिक विधि सहित सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ। स्रोतका अनुसार शपथ ग्रहण समारोहमा 108 जना बटुकबाट स्वस्तिक वाचिक गराइनेछ भने 107 जना बौद्ध लामा गुरुहरूले मङ्गल वाचन गर्ने कार्यक्रम तय गरिएको छ। यसले हिन्दू तथा बौद्ध दुवै परम्परालाई समेट्ने गरी समारोहलाई बहुआयामिक बनाउने उद्देश्य राखिएको बताइएको छ। यस्तै 7 जना ब्राह्मणद्वारा शङ्खनाद गरेर सम्पूर्ण समारोहलाई सनातन परम्परा अनुसार गुन्जायमान बनाउने तयारी समेत गरिएको स्रोतको भनाइ छ। प्रधानमन्त्रीको शपथ ग्रहणलाई औपचारिक मात्र नभई सांस्कृतिक र धार्मिक रूपमा पनि विशेष बनाउने तयारी भइरहेका बेला उक्त कार्यक्रमप्रति सर्वसाधारणको चासो समेत बढ्दो देखिएको छ।